दर्शकबिनहरू, भुन्टी भाग 304 मा कथाले अझै धेरै पीडादायी मोड लिने सङ्केत देखिएको छ, जहाँ निर्दोष भुन्टीको जीवनमा अब फेरि सुख फर्किन्छ भन्ने आशा लगभग मरेसर भइसकेको छ। विगतको लामो समयसम्म आफूलाई शारीरिक र मानसिक र भावात्मक रूपमा तनाव बनाउँदै आएका राक्षस स्वरूप श्रीमान भूपेन्द्रलाई भुन्टीले छोड्न नसक्नु नै सबैभन्दा ठुलो कमजोरी बनेर उभिएको छ। समाजको डर, परिवारको इज्जत, श्रीमान भगवान हुन् भन्ने सोच र आफ्नै भाग्यलाई दोष दिने बानीले गर्दा भुन्टी फेरि पनि त्यही आगोमा फर्किन बाध्य हुन्छ। साथीहरू, भूपेन्द्र बाहिरबाट केही परिवर्तन भएको नाटक गर्छ, तर त्यो केवल भुन्टीलाई फेरि फसाउन, जालमा पार्नको लागि चाल मात्रै हुन्छ। साथीहरू, भुन्टीको मन कता कता अझै पनि सायद अब त सुध्रिए होलान् भन्ने भ्रममा अल्झिरहेकी हुन्छन्। साथीहरू, भूपेन्द्रको सानो कुरामा पनि क्रूर स्वभाव फेरि बाहिर आउँछ, जसको शिकार फेरि भुन्टी नै बन्छ। भुन्टीले सहनुको सीमा नागिसकेको हुन्छ, तर पनि ऊ चिच्याउन सक्दिन, किनकि उसलाई थाहा छ उसको आवाज सुन्ने कोही छैन। साथीहरू, सबैभन्दा पीडादायी कुरा त के भने भुन्टीलाई दुःख दिने मान्छेलाई ऊ आफै जोगाइरहेकी हुन्छ। साथीहरू, यही कारणले अब आउने दिनहरूमा पनि भुन्टीको जीवन आँसु, अपमान र असहायताले भरिने सङ्केत देख्न सकिन्छ। प्रष्ट। साथीहरू, तर दर्शकबिन, यो अन्धकार बीच पनि एउटा सानो प्रश्न उठ्न थालेको छ के भुन्टीको सन्ताशीलले कहिल्यै विद्रोहको रूप लिन्छ? कि ऊ सधैँ अरूको गल्तीको सजाय आफै भोगिरहनु पर्ने हो? साथीहरू, उसले अरूले गरेको गल्तीको सजाय आफै भोगिरहने पात्रमै सीमित हुन्छ त? साथीहरू, भाग 304 ले हामी सबैको मन भारी बनाउनेछ, किनकि यो भागमा भुन्टी मन पीडा झन गहिरो रूपमा हुनेछ। साथीहरू,